चाहिँ महिनाले सबै आफूले जहिले जहिले आउँछु तपाईँले यसबाट मलाई के भनेर बोलाउनु भएको थियो के भनेर बोलाउनु भएको भन्नु आफ मात्र भन्नुभएको थियो भुको चाहिँ फेरि ठिक्कको छाँटा पनि छ पुरै देखेको छ होला कि गाइज फुपूले राम्रो हे गाइज वेलकम टु माई भिडियो होइन यो चाहिँ आफ्नो लङ टाइम पछि चाहिँ मेरो युट्युबमा भिडियो हाल्दैछु एन्ड मलाई भिडियो चाहिँ बिहानीदेखि नै बनाउन मन थियो तर म बिहानी सल्याक्क भोकै पेटमा आएको थिएँ म चाहिँ आफलिन कहिले बिराचोकमा छु फुपू घरमा जहिले के भन्छ पानी पँध्यारो हो मेरो लागि अनि फुपू र म चाहिँ आफलिन जाँदैछौँ हो अनि फुपू ल 2-4 शब्द बोल्नु त तपाईँ पनि के भन्नु बर्खा लागेको छ असार हिलो हामी आफलिन जाँदैछौँ फुपू चाहिँ सेक्सी ड्रेसमा गइराख्नु छ हिँड्नु हिँड्नु मध्ये आउँछ बाटो के हो यो ल बाटो यस्तो छ हाम्रो गाउँघरको बाटो मोरङ मोरङ पनि गाउँघरमा पर्छ र मोरङ त हो त गाउँघर भनेको मोरङ जिल्ला त हो त पर्छ त तर है यहाँ नजिक अनि पानी गाइज यहाँ नजिक फुपू कस्तो हुँदो रहेछ भ्यू हेर्नु भ्यू 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 अनि फुपूमा चाहिँ जाँदैछु मेरो चाहिँ यो झोला अनि यो आउटफिटमा फुपूको आउटफिट चाहिँ अलिक राम्रो थिएछ भर्खर नुहाएर चटिक्क परेर आफ्नो खतरा ब्याग बोकेर मलाई चाहिँ यो ब्यागमा बोकाइरहेको छ आउटफिटसँग म्याच गरेर के हुँदैन मैले हातमा बोकिरहेको छु के हुँदैन अनि म चाहिँ होइन आफूले नाच्थ्यो अनि म तपाईँहरूलाई भरे मेरो आँपको कलेक्सन पनि देखाउँछु म धरान जाँदाखेरि सकिसक्छ होला तर यार यहाँनिर आँप पाइन्छ धरानतिर पैसामा होला बजारतिर त पैसामा पाइन्छ यहाँ त फ्रीमा जति खाए पनि फ्रीमा साँच्चीकै आयो भने पो गाह्रो पर्छ त ल खानु इच्छा हुने साथीहरू आँप खानु आउनु फ्रीमा पाइन्छ है जति खाए पनि गाइज फुपूले राम्रो आइडिया दिनुभयो तर नआउनु होला किनकि मै सबै लिएर जाँदैछु त्यही हो फ्रीमा त म कसैलाई केही पनि दिँदैन मलाई घरमा के भन्छ त्यसलाई लोभी र कन्जुस भनेर चिन्छ होइन मेरो घरमा सो म चाहिँ केही फ्रीमा दिन्न फ्रीमा त अलिक धेरै राम्रो हुनुहुन्छ र तपाईँहरूलाई फ्रीमा दिने भन्दै हुनुहुन्छ बट कायोमी उर्फ गीता चामलिङ चाहिँ यस्तो गर्दैन अनि हामी चाहिँ हिँड्दा हिँड्दा कहाँ आइपुगिसक्यौँ फुपू अब त त्यही पारिदेखि उतापट्टि होइन ठाउँहरू यसरी घुम्न पाउँदा त साह्रै रमाइलो लाग्ने रहेछ त्यो पनि म हिँड्नै सक्नु छोडिसकेँ कुकुर जस्तो भइसकिसक्यो अहिले नि म अनि चाहिँ भन्नु त यो चस्मामा तर फुपू यो चस्मा कस्तो राम्रो देखिन्छ अरे पो त मलाई कस्तो सुहाउँछ भन्छ तपाईँकोबाट लगेको फ्रेम हो नि त यो याद छ जापानिज जस्तो देखिन्छ भन्छ एउटा केटीले क्या अझै यो कपाल म माथि मुनि छोडेर माथि बाँधिदिन्छु नि त साह्रै बाँधिदियो त्यस्तो छ गाई तब हामी आउन आएपछि तपाईँलाई म एभ्री बाटो चाहिँ देखाउँछु ल गाई जाने मेरो चाहिँ यो छ सुरुवाल सर्ट कम्बिनेसन त खतरा छ त रोडहरू भनिसकेको छैन र यता पो हो फुपू म त उता पो सोच्दैछु त फुपू चाहिँ यति प्रिटी भएर अघि अघि हिँड्नुहुन्छ फुपूको चाहिँ फेरि ठिक्कको छाँटा पनि छ फुपू क्या झुन्डिरहेछ त्यो सामानभित्र गाइस त्यस्तै अनि मलाई त कस्तो यस्तो यस्तो गरेर नि त गाइस घर खाँदैन बाँसखारीहरू अनि मेरो चाहिँ धेरै पछि म भिडियो हाल्दैछु म कहीँ गएको थिइनँ यहीबाट आज पनि मलाई यस्तो लेजी फिल भइरहेको छ अनि तर पनि मैले हल्का गाई हेर्नु यहाँ कटर फलेछ तर फुपू अहिले त पाकिसक्नु पर्ने होइन र हो वाउ गाइज काँची काँची रहेछ यो त गाइज हेर्नाले अनि अब होइन यतातिर चाहिँ मोरङ जिल्ला पर्छ होइन यतातिर चाहिँ अब धान रोप्ने बेला साउन्डदेखि स्टार्ट हुन्छ होला कि अहिले पनि स्टार्ट गर्छ कसो कसो ओ दही चिउरा खाँदै धान रोप्ने दिन आयो
अनि यहाँ चाहिँ एकदम रमाइलो ठाउँ छ। घाम पनि यस्तरी टिलिक्क लागिरहेछ तर पनि म कस्तो मेहनती छु, म अबर हिँडिरहेको छु। अस्ति हामी यही बाटो आएको तिम्रो बुबु यति लामो त थियो जस्तो लाग्दैन नि त हाम्रो बर्थडेमा आउँदा त। गाइज कस्तो राम्रो देखेको यहाँ ठाउँ है बुबु, झन् घर अनि आफ्नो ठुलो खेती आफ्नै टक्कसँगले रोड घरमै जिन्दा सधैँ त बुबु खेती करेसाबारी। धरानमा हो भने सबै पिच भइसक्थ्यो यताको बाटो। धरानमा पनि कतिवटा ठाउँमा त छैन नि पिच भएको, तर पनि एकदम शान्त। बरु हाम्रो घरतिर पनि यस्तै सब शान्ति नि छ। कसैको ड्रिम लाइफ नै हुन्छ क्या यस्तो चाहिँ। सबैको सपना अमेरिका र जापान जाने मात्र हुँदैन, कसैको यस्तै ठुलो 8 कट्ठाको होइन 10 कट्ठाको के बिचमा आफ्नो घर वरिपरि के भन्छ त्यसलाई खेतीपाती पनि हुन्छ कसैको। तर मेरो चाहिँ त्यस्तो छैन नि फेरि। कुरा यहाँ आएर बिग्रियो लगाइदियो हेर्नु होइन। यो त अब म भिडियो मात्र हेर्ने हो भोलिदेखि, नत्र भने बिल्डिङहरू मात्र हेर्नुपर्छ। रोड गाडी क्यारेङ यहाँ एउटा गाडी देख्नुभयो, म यत्रो बेरसम्म बोल्दा हिँडेको छैन नि। यस्तो शान्ति होस् कि मान्छेलाई चाहिने भनेको जीवनमा पिस नै हो। बुबु हामी आइपुगेनौँ, तपाईँ पनि यसो बोल्दै हिँड्नु न केही। अब म कति पछि आएको छु होइन, आँप लिन जहिले आउँछु। 2 हप्ता पछाडि। तर तपाईँले यसपालि मलाई के भनेर पो बोलाउनु भएको थियो? के भनेर बोलाउनु भएको थियो भन्नु त? आँप मात्र भन्नुभएको थियो। कुखुरा ब्रोइलर कुखुरा एउटा 3 केजीको ब्रोइलर कुखुरा थियो अनि म एक्लै खाइसक्दिनँ आइज है भनेर बोलाएको। गाइस देख्नु फुपूले कति धेरै मलाई मोहब्बत गर्नुहुन्छ। के गर्नु त, मेरो भदैन त्यही त हो। अनि पर्दिन मेरो यहाँनिर घाँटीमै छिर्दैन त खानु त्यो पनि 3 किलोको कुखुरा हो त। 3 किलोको ब्रोइलर थियो अनि एक्लै खाइ नसक्ने अनि तलब बोलाएको नि। है पछि ठाउँ यस्तै छ। ठाउँ त गजब छ नि गजब। सबतिर ठाउँतिर एक्सप्लोर गर्नुपर्छ कि। तर म यति हिँडिसक्यो मेरो खुट्टै दुखिसक्यो, कहिले पनि आइपुगिनँ भन्ने फुपू। अनि भरे अहिले आउँदा त ठिकै छ, भरे भारी बोकेर जाँदा जाने पसिना। गाई चाहिँ यत्रो झोलामा म सक्दिनँ होला त। सक्नु त म सक्छु तर गल्छु त्यो चाहिँ अलग कुरा हो। बाटो त राम्रो छ नि है। यस राम्रो छ बाटोतिर। ल गाइजहरू अहिले मैले तपाईँहरूलाई राखेँ, अब म गएर आँप झार्नु तपाईँहरूलाई देखाउँछु। हामी आँप लिन चाहिँ अर्को फुपूको घर आइपुग्नु आँट्यो लिनको लागि। अनि आँपको बोट चाहिँ यहाँ छ तर मजाले घामले गर्दा देखेको छैन क्या, यहीँ घर हो नि त यहाँ आँपहरू। तर अब म चाहिँ आइसक्यो, अब म चाहिँ भित्र छिर्छु अनि तपाईँलाई देखाउँछु। म आँप लिएर जान्छु फेरि गाइज। अनि यता चाहिँ खेतीको लागि सुरु गरिसकेको छ। यहाँ त नाली पनि बनाउनु भएछ। ल लेट्स गाइज। अनि हेर्नु कस्तो क्युट बिरालोहरू छ। जस्ट लुक एट दिस गाइज। कस्तो भनेको मानेको ल सुत यो त हाम्रो सोफिया जस्तो पनि छ अनि त्यो अर्को पनि छ। अनि अरू चाहिँ यहाँ गाइज जस्ट लुक एट दिस सुत्ने स्टाइल हेर्नुहोस् यसको कस्तो मजाले सुतिरहेको छ। झन् अघि तपाईँले सुरुमा देख्नुभयो बियर सुन्नुहुन्थ्यो। एकचोटि यसमा मेरोबाट स्याट काटेन नि त, मेरो भाइ म्याहरूको थियो कि एकचोटि बिरालो मर्दाखेरि। अनि मलाई कस्तो भइरहेको छ, मलाई पाल्न पनि अहिले कस्तो लाग्दैछ। त्यही भएर गाइज मैले फुपूको भाइ चाहिँ म देखाउँछु ल यतापट्टि। जस्ट सुत्ने स्टाइल गाइज जस्ट लुक एट दिस। यो के हो सुत्ने स्टाइल बिरालोको। फुपू मसँग आउनुपर्छ आउनु म। ओके म भिडियो गराइदिन्छु। अब आँप झार्ने मन हो। अनि मेरो हरेक मेरो भिडियोमा फुपूले देखाइदिनुहुन्छ। दिस इज द क्यामेराम्यान राइट नाउ। नेचुरल फुपूले आँप झार्नु भइसक्यो। खतरा बनाउनु भयो बा सक्छ त कसैले। अब होइन ट्याक्की ट्याप आँप त बा फुपू अब यो भाइरल भने मान्छेहरू आफ्नो थाल्यो अब टाउकोमा झर्दैन सक्छ कसैलाई यस्तो खतरा लेडीलाई 3टा झऱ्यो फुपू बा अट्दैन फुपू त अट्दैन। म गर्छु नि त ल पर्छ जस्तो छ।
Làm gì đây đây để cái mình hạt cho cái băng tiêu nhỉ. Nhớ đi đâu vậy? फ्लावर जस्तो गरेर चाहिँ कस्तो गरेर कहिले सपार्न सकिनँ क्या मैले तर यो फुल जन बनेका डन डन बनेका कन पर अम्बो धान पनि रोप्नु थाल्छ गाई जस्तो हुन्छ यहाँ पर यहाँ म चाहिँ छु अहिले फुपू मैचाङ आँप झारेर वैज्ञानिकले के भयो मलाई नलौँ न आँट नि मलाई दिएन नभन्नु है वैज्ञानिक भन्नु वैज्ञानिक साइन्टिस्ट भन्नु अरे साइन्टिस्ट ए फेरि डोन्ट साइन्टिस्ट होइन साइन्टिस्ट ए अँ आपकै रूप पो होता है पनि बा फुलको कलाकृति लिएर वैज्ञानिक भन्नु अरे वैज्ञानिक गाइस हामीले चाहिँ आँपहरू टिप्नु पनि सक्यौँ म हाल्छु सोध्दैन अनि एक तर यहाँ भिडियोमा चाहिँ छोटो देखिँदैछ तर ओभर धेरै छ नि छरपस्त भएको छ म टिप्ने यहाँ रुख्छ अनि यहाँ पनि रुख्छ अनि फुपू हुनुहुन्छ टिप्दै हुनुहुन्छ म यहाँ चाहिँ पसिना गाइस देख्नुभयो नि आँप खान सजिलो छ तर टिप्न कति गाह्रो छ भन्ने कस्तो फुपूलाई थाहा छ गाइस आँप टिपेर म हैरान भइसकेँ खोइ कहाँ छ नि फुपू खतरा पुज्दैन टिप्दै हुनुहुन्छ हजुर यो त बिग्रेको होला हौ अँ बिग्रेको गाइस काँचो आँप पनि पाइयो असारमा पनि काँचो आँप पाइन्छ भनेर मैले चाहिँ सोचेको थिइनँ होइन 10 मनमा 1 मन पनि तर पनि केही छैन गाइस यो कति क्युट र कति डिलिसियस देखिरहेछ डिलिसियस तर यतापट्टि चाहिँ चोट लागेछ अनि यहाँ कस्तो राम्रो है पुरै क्या रसाइलो मसाइलो हटाइलो टाइपको अब गाइस हामी चाहिँ के साह्रो भयो यसो बिमार सक्छ त बोकेर लानु अहिले यसले सक्थ्यो नि घरमै सात बजी होला तातो गाइस हामी चाहिँ आँप लिएर जाँदैछौँ यति धेरै खाएर आँप र मेरो चप्पलको कम्बिनेसन कस्तो मिलेको लु गाइस हिँडेको गाइस हामी सफारीमा छौँ अब म बोल्दिनँ किनकि किडनी ट्रान्सफर हुन्छ गाइस कान्ट एक्सप्रेस यहाँबाट कति इत्रु थोरै देखेको छ होला कि मेरो फोनमा तर रियलिटीमा ओभर धेरै नै छ हेर्नु न यताबाट हेर्दा यताबाट हेर्दा अनि अझै फ्रिजमा पनि छ कसरी घर लानु म यार गाइस अनि हिजो म आएको थिएँ डे 1 एन्ड डे 2 आज अनि म तपाईँहरूलाई आज देखाउँछु म मेरो टोटल आँपको कलेक्सन अब यहाँ सबै कुरा देखाउँछु एन्ड त्यसपछि प्याक गर्ने त्यसपछि सफारीमा चढेर गाइस नाउ आई एम सोइङ माई म्याङ्गोज कलेक्सन्स हेर्नु यहाँ यति धेरै तर यहाँबाट भिडियोमा पनि देखेछ म यत्रो धेरै कुन बोरामा लिएर जानु टुक्ले हजुर
अनि फुपू हुन्छ फुपूलाई 2 शब्द त मेरो लागि आप कलेक्सन गर्ने तपाईँ नै हो मेन मान्छे। ल साथीहरू यो सबै मेरो आँप हो, मेरो बारीमा फलेको। मेरो आँप भन्दा पनि मेरो बारीमा फलेको आँप हो। ल तपाईँहरूलाई पनि चाहियो भने आउनु खानलाई। तपाईँहरूले किनेर खानुहुन्छ भने मेरो घरमा फ्रीमा पाउनुहुन्छ, जति खानुहुन्छ। तर यो साल चाहिँ अब सिजन सकिन लाग्यो, अब अर्को साल चाहिँ बेलैमा सम्पर्क गरेर मेरोमा आउँदा हुन्छ, म फ्रीमा दिन्छु। मैले यहाँ धरान पठाउँदैछु मेरो भदैनीलाई, धरान लाँदैछ आज यो आँप। यत्रो बोरामा गाइजहरू हेर्न सक्नुहुन्छ। यहाँ फुल अनि यहाँ अझै रुखमा पनि छ। अब त्यो चाहिँ नटिपेको बोरामा पनि त गर्नु पर्यो। यत्रो बोरामा कसरी बोकेर लानु भगवान्, गाडीले ठेजार्दै भने पनि बिग्रियोस्। ल फुपू हाल्नु, ठुल्ठुलो हाल्ने पो सुरुमा अलि होइन यसो अलिक काँचो पहिला हाल्ने। ओके यो चाहिँ काँचो छ है। ल काँचो त मै खान्छु गाइज। अब म पनि प्याकिङ गर्छु अनि डेटो अनि अब खजाले अब खाना खाएर फेरि धरान 10:30 बजी पुग्नु छ। ल यो मेरो आँपहरू चाहिँ तपाईँहरूले देखिसक्नुभयो होला। गाइज हामी हिँड्ने बेलामा यत्रो ठुलो गाडी परिदियो, कुरै नगर्नु। तर पनि अब 10:30 होइन 8:30 बजी मेरो यात्रा सुरु भयो। अनि हिजो र आजको भिडियो कम्बाइन गरेर हाल्छु अवश्य चाहिँ। अनि आँप हेर्नु त जस्ट यत्रो बोरा हिँडेको। फुपूलाई लास्ट टाइम भिडियोमा बाई पनि गरेन मैले, अनि तर मैले रियलमा चाहिँ बाई गरेँ। अब लेट्स गो, ट्राभल इज स्टार्ट नाउ। धरानको एन्ट्रीसँगै लो न्यू बस पार्कमै भयो उद्घाटन। बस पार्क उद्घाटनको भोलिपल्ट चाहिँ गीता चामलिङ राईको एन्ट्री भयो त। ओ माई गॉड गाइस, उद्घाटनमा पाउन पाइनँ आज। अब यहाँदेखि कता जाने, यस्तो घुमेर जाने हो भन्नु चाहिँ। ओहो एक्चुली बस पार्क चाहिँ यहीँ रहेछ है। ल ठाउँ त फेरि रोड त कडक छ, 1 वे। आँप लिएर कसरी जाने टेन्सन छ मलाई। बस पार्क घुमेर गयो। अनि म चाहिँ घर आइसकेँ। हिजोदेखि मेरो 2 दिनको यात्रा फाइनली चाहिँ एन्ड भएको छ। म हिजो आँप लिन गएको थिएँ, तपाईँहरूलाई थाहै छ। सुरुमा चाहिँ मैले भिडियो बनाएको थिएन बिकज आइ एम सो लाइक टायर्ड फिल गरिरहेको थिएँ। एन्ड बट मैले बनाएँ एन्ड अहिले म घर आइसकेँ। अनि अहिले म त बेलुका घर आइसकेको, आफ्नो कामहरू सकाएर। अनि घरमा सबैले आँप चाहिँ बिहान आइसकेको थियो, सबैले चुस के खाइसकेछ होइन, खाइ त सकेको छैन अझै पनि छ। एन्ड त्यही हो। अनि तपाईँहरूले मेरो भिडियो हेरेर अहिलेसम्म इन्जोय गरिदिनु भयो भने, अहिलेसम्म यहाँसम्म आइपुग्नु भएको छ भने धेरै धेरै थ्याङ्क यू। एन्ड अब लाइक सब्सक्राइब सब कुरा गर्ने तपाईँहरूको जिम्मा। एन्ड यति भन्ने म आजको मेरो यो भ्लग भिडियोलाई यहीँ एन्ड गर्छु। एन्ड थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।